हेलो र नमस्ते सबैजनालाई हजुरहरू सम्पूर्णलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ मुभी रियाक्सन भिडियोमा। आज चाहिँ म रियाक्सन गर्न गइरहेको छु निखिल उप्रेती सरको आउन लागेको नयाँ फिल्म आचार्य, जसको टिजर आइसकेको छ मार्केटमा। टिजर आउने कुरो त थाहा थिएन, तर यसो युट्युब चलाउँदा देखेँ। ल आउनुसँगै गरौँ यसको रियाक्सन। फर्स्ट लुक मलाई ओके ओके नै लागेको थियो। सुरुमा त राम्रै थियो, तर बिचमा ओके ओके नै थियो। अब आउनु सुरु गरौँ यसको रियाक्सन टिजरको। लेट्स गो गाइस, 1 2 3। OSR Digital, entertaining the nation. क्वालिटी त ओकेमै छ, ठिक छ। जब अन्यायले सीमा नाग्छ, जब सत्यको आवाज दबाइन्छ, तब समयले आफै एउटा योद्धा जन्माउँछ, जसको नामले अधर्म काप्छ हाम्रो एक्सन स्टार र धर्मले फेरि शिर उठाउँछ। लुक्स राम्रो छ यार निखिल उप्रेती सरको। ओ स्काई डाइभिङ, वाह एक्सन त भइहाल्यो नि। त नि इन्डियन एक्टरहरू नि छन् कपालवाला। जसलाई कसैले चोट दिन सक्दैन, उसलाई आफ्नैले चोट पुर्याउँछन्। ल यति नै रहेछ। 1 मिनेट 56 सेकेन्डको रहेछ यो टिजर। असोज 9 गते सेप्टेम्बर 25मा आउन लागेको छ भनेपछि हो रामायणको छेउछाउ 2 हप्ता छ। 2 हप्तामा अलि राम्रै लिएर आउनु पर्यो। रामायण पनि हाम्रो कल्चरसित रिलेटेड छ, ठिक छ। मलाई यो टिजर टेलर राम्रो नै लाग्यो। त्यस्तो कोट्लाउने ठाउँ चाहिँ छैन। अब नेपाली मुभी हो, त्यस्तो बजेट हाई हुँदैन। जति छ जे छ राम्रो नै देखिएको छ। अब यसको बारेमा अरू कुरा गरौँला। टेलर आएको छैन, टिजरलाई हेरेर के नै कुरा गर्ने हो र धेरै है गाइस। यसमा इन्डियन एक्टरहरू पनि हुनुहुँदो रहेछ, ठिक छ, राम्रो लाग्यो। साउथ इन्डियन एक्टर ठिक छ। निखिल उप्रेती सर त हाम्रो एक्सन स्टार भइहाल्नु भयो, नो डाउट। उहाँको राम्रो नै हुनेछ। मलाई एउटा कुरा चाहिँ अलिकति चित्त बुझेन, त्यो चाहिँ हो यसको डायलगहरू अलिकति कस्तो अलि हुन्छ नि भारी नभएको टाइपको क्या। डायलगमा अलिकति फोकस गर्नुपर्छ जस्तो देखेँ। अब फिल्म बनाउन त गाह्रो नै कुरा हो, धेरै खोट लगाउन त मिल्दैन, तर भए पनि टाइम छ, इम्प्रुभ गर्न सकिन्छ। सो मेकर्सहरूले मेरो भिडियो हेर्नु भएको छ भने डायलगमा चाहिँ अलिकति हुन्छ नि अलि बढी मेहनत गर्नुपर्ने छ यसो नर्मल्ली हेर्दाखेरि। ल गाइस, अब बाँकी कुरा पछि गर्दै गरौँला। आजलाई यति नै। मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई, टेक केयर, सी यू गाइस।